नमस्कार साथीहरू, गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामग्री लिएर उपस्थित भएको छु। कृपया भिडियोलाई हेर्दै गर्नुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलद्वारा विक्रम सम्वत 2083 असार 23 गते सार्वजनिक आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीति मूल्यवृद्धि कति कायम गर्ने लक्ष्य लिएको छ? 5.5% भित्र। मौद्रिक नीतिका प्रमुख प्रावधान नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको 25औं मौद्रिक नीति। मुख्य ध्येय भनेको अर्थतन्त्रमा स्थिरता र आर्थिक गतिशीलता बीच सन्तुलन कायम गर्नु। त्यस्तै गरी मौद्रिक नीतिका मुख्य लक्ष्य भनेर यहाँ दिएको छ, यो पनि हेर्न सक्नुहुनेछ। नीतिगत कार्यदिशा र उपकरणहरू पनि यहाँ दिएको छ। त्यस्तै गरी प्रश्न नम्बर 2, सन् 2026 जुलाईमा संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको 5औं शिखर सम्मेलन कहाँ आयोजना गरियो? न्युयोर्क, अमेरिका। सन् 2026 जुलाई 7 र 8 गते गरिएको थियो। जुलाई 7 र 8 तारिकमा नेपालबाट सहभागी नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेल। प्रत्येक सदस्य राष्ट्रबाट प्रमुख सहित बढीमा 5 जना सहभागी हुन पाउने प्रावधान रहेको छ। राष्ट्रिय र युएन प्रहरी बीचको समन्वय मार्फत अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकास सुदृढ गर्ने मुख्य एजेन्डाहरू युएनको शान्ति स्थापना, बजेटमा परेको आर्थिक दबावलाई दृष्टिगत गर्दै कम खर्चमा बढी प्रभावकारी र सुरक्षित रूपमा कार्य सञ्चालन गर्ने एआई र प्रविधिको प्रयोगबाट साइबर अपराध नियन्त्रण, किफायती तालिम मोडेल र क्षेत्रीय साझेदारी रहेको छ यसको मुख्य एजेन्डा। साथीहरू, यदि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। त्यस्तै गरी प्रश्न नम्बर 3 मा रहेको छ, सन् 2026 जुलाईमा क्यारिबियन सागरमा फेला पारिएको नयाँ समुद्री जीव समुद्री स्लगको नाम के राखिएको छ? अल्डिसा भोजिन्हा। घस्रिने रातो रङको समुद्री जीव समुद्री स्लग फेला परेको स्थान क्यारिबियन सागर। सन् 2026 जुलाई। नामाकरण गर्ने वैज्ञानिक स्पेनका जीव वैज्ञानिक जेसस आर्टेआ। नामाकरणको कारण फिफा विश्वकप 2026 मा केप भर्डेका गोलरक्षक भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनको सम्मानमा यसको नामकरण गरिएको थियो। भोजिन्हाको पुरा नाम जोसिमार जोजे एभोरा डायस। प्रश्न नम्बर 4, भाषिक र सांस्कृतिक सेतुका रूपमा रामायणको सरल नेपाली अनुवाद गरी छरिएका नेपाली मनलाई एक सूत्रमा बाँध्ने र नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्वत 2083 मा कतिऔं जन्मजयन्ती मनाइयो? 213औं जन्मजयन्ती मनाइयो, जुन विक्रम सम्वत 2083 असार 29 गते मनाइएको थियो। भानु जयन्ती। भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 असार 29 गते तनहुँमा भएको थियो। त्यस्तै गरी यो भानु जयन्ती कहिलेदेखि मनाउन थालियो भन्दा विक्रम सम्वत 2034 सालदेखि मनाउन थालिएको थियो। साहित्यिक उपमा भानुभक्त आचार्यलाई आदिकवि भनेर पनि चिनिन्छ। रामायणलाई सरल नेपालीमा अनुवाद गरी भाषिक एकताको सूत्रपात उनका कृतिलाई प्रकाशमा ल्याउने व्यक्ति मतिराम भट्ट हुन्। रामायण पढ्ने र सुन्ने संस्कारले विभिन्न भूगोलमा छरिएका नेपालीलाई एक साझा भाषिक र सांस्कृतिक पहिचान प्रदान गर्यो, जसले गर्दा उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिन्छ। प्रश्न नम्बर 5, आधुनिक कतारका निर्माताका रूपमा परिचित एवं नेपाली श्रमिकका लागि रोजगारीको नयाँ ढोका खोल्दै कतार नेपाल सम्बन्धमा नयाँ आयाम थप्ने कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन कहिले भएको हो? सन् 2026 जुलाई 12, 74 वर्षको उमेरमा निधन भएको थियो। शेख हमद बिन खलिफा अल थानी कतारका पूर्व अमिर शासक राजा हुन्। उनले सन् 1995 देखि 2013 सम्म कतारको नेतृत्व गर्दै देशलाई आधुनिक कतारका रूपमा स्थापित गरेका थिए। उनलाई कतारमा फादर अफ अमिरका रूपमा पनि सम्मानका साथ लिइन्छ। प्रश्न नम्बर 6, कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा दोस्रो कर्णाली छोरी सम्मेलन कहिले सम्पन्न भएको हो?
विक्रमसम्म 2083 जेठ 16देखि 17 गतिसम्म सम्पन्न भएको थियो। ज्योति फाउन्डेसनको आयोजना तथा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्मेलन सम्पन्न भएको। सम्मेलनले कर्णालीका छोरीको हक अधिकार र आवाजलाई समेट्दै 10 बुँदे कर्णाली घोषणापत्र जारी गरेको। बाल विवाह, लैङ्गिक विभेद, छाउपडी जस्ता कुप्रथा नै कर्णालीका छोरीको भविष्य निर्माणका मुख्य बाधक तत्त्व रहेको निष्कर्ष सम्मेलनले निकालेको। प्रश्न नम्बर 7, विश्वको सबैभन्दा सानो गणतान्त्रिक मुलुक नाउरूको संसदले देशको नाम परिवर्तन गरी नाओएरो राख्ने प्रस्ताव कहिले पारित गरेको हो? सन् 2026 मे 12मा नाउरूको संसदले देशको नाम परिवर्तन गरी नाओएरो राख्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको। नाउरू विश्वको सबैभन्दा सानो गणतान्त्रिक राष्ट्र हुनुका साथै क्षेत्रफलको हिसाबले विश्वकै तेस्रो सानो देश हो। प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित यो टापु राष्ट्र सन् 1968 मा अस्ट्रेलियाको औपनिवेशिक नियन्त्रणबाट स्वतन्त्र भएको थियो। संसदबाट प्रस्ताव पारित भइसके पनि यस नयाँ नामलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन अब त्यहाँ जनमत संग्रह गरिने बताइएको छ। प्रश्न नम्बर 8, विश्व अभिभावक दिवस कहिले मनाइन्छ? जुन 1। सन् 2026 को नारा टुगेदर फर प्यारेन्ट्स, अभिभावकका लागि सँगसँगै। सन् 2012 सेप्टेम्बर 17 मा संयुक्त राष्ट्र सङ्घको महासभाले विशेष प्रस्ताव पारित गरी यस दिवसको घोषणा गरेको हो, जस अनुरूप पहिलो पटक सन् 2013 जुन 1 देखि यो दिवस नियमित रूपमा मनाउन थालियो। सन्तानको सुखद भविष्यका लागि आमाबुवा अभिभावकले गर्ने निस्वार्थ त्याग, निरन्तर समर्पण र जीवनभरको बलिदानप्रति कृतज्ञता ज्ञापन गर्नु यस दिवसको मूल मर्म हो। प्रश्न नम्बर 9, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 को उपाधि विजेता टोली कुन हो? त्रिभुवन आर्मी क्लब। उपविजेता सुदूरपश्चिम प्रदेश। खेल सञ्चालन विक्रमसम्म 2082 चैत 7 देखि वैशाख 4 गतेसम्म भएको थियो। प्रश्न नम्बर 10, त्यस्तै गरी प्रश्न नम्बर 10 मा रहेको छ, नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा हुन सफल स्थानीय तह कुन हो? बडिघाट गाउँपालिका बागलुङ। घोषणा मिति विक्रमसम्म 2083 असार 15 गते। बडिघाट गाउँपालिका सङ्घीय सरकारको पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि 2080 का सबै सूचक पुरा गरेर घोषित हुने देशभरिकै पहिलो स्थानीय तह बनेको। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा सो घोषणा गरिएको हो। गाउँपालिकाभित्रका सबै 10 वटै वडा पूर्ण रूपमा पोषण मैत्री घोषणा भएसँगै पालिका सो उपलब्धि हासिल गर्न सफल भएको पनि हो। प्रश्न नम्बर 11, कल्पना ज्ञानभन्दा बढी महत्त्वपूर्ण हुन्छ भन्ने विद्वान को हुन्? अल्बर्ट आइन्स्टाइन। ज्ञानले बनिसकेका बाटाहरू मात्र देखाउँछ, तर कल्पना त्यो पहेटा हो जसले तपाईँलाई आकाशमा कुनै बाटो नहुँदा पनि नयाँ गन्तव्यतर्फ उड्न सिकाउँछ। यो भनाइ अल्बर्ट आइन्स्टाइनको रहेको थियो। प्रश्न नम्बर 12, संयुक्त राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्क SDSN द्वारा सार्वजनिक दिगो विकास सूचकाङ्क 2026 मा नेपाल कतिऔं स्थानमा रहेको छ? 90औं स्थान। प्राप्त गरेको अङ्क 68.7। सन् 2025 मा नेपालको स्थान 85औं थियो। सूचकाङ्कमा समावेश मुलुक 169 देश समावेश भएका थिए। त्यस्तै गरी शीर्ष 10 स्थानमा रहेका राष्ट्रहरू यहाँ दिइएको छ। पहिलोमा फिनल्यान्ड, जसको प्राप्ताङ्क 87.4, स्विडेन 86.3, डेनमार्क 85.7, नर्वे 84.1, जर्मनी 84, अस्ट्रिया 83.9, फ्रान्स 83.4, युनाइटेड किङडम बेलायत 82.5, आइसल्यान्ड 82.3 र चेक रिपब्लिक 82.2। त्यस्तै गरी अन्तिम 10 स्थानमा रहेका राष्ट्र नाइजर, अफगानिस्तान, इरिट्रिया, कङ्गो, यमन, सुडान, सोमालिया, चाड, मध्य अफ्रिकी गणतन्त्र, दक्षिणी सुडान। सार्क राष्ट्रको अवस्था मालदिप्स, सबैभन्दा अग्रपङ्क्तिमा मालदिप्स रहेको छ। त्यसपछि भुटान, नेपाल, श्रीलङ्का, भारत, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान। त्यस्तै गरी प्रश्न नम्बर 13 रहेको छ, विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? जुलाई 11। सन् 2026 को नारा रियलाइजिङ द होप्स एन्ड एस्पिरेसन्स
अफ यङ पिपुल टुडे एन्ड फर द फ्युचर। युवाको आशा र आकाङ्क्षा पहिचान गरौँ आज र भविष्यका लागि। सन् 1987 जुलाई 11 विश्वको जनसङ्ख्या 5 अर्ब बिलियन पुगेको दिनलाई स्मरण गर्दै यो दिवस तय गरिएको। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको गभर्निङ काउन्सिलले सन् 1989 यो दिवस मनाउने प्रस्ताव पारित गरेको। पहिलोपटक कहिले मनाइयो? सन् 1990 विश्वभर पहिलोपटक औपचारिक रूपमा मनाइएको। अहिलेको विश्व जनसङ्ख्या करिब 8 अर्ब 30 करोड। नेपालको जनसङ्ख्या 2 करोड 91 लाख 64,578। जनगणना 2078 अनुसार विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत, विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको देश थोरै जनसङ्ख्या भएको देश भ्याटिकन सिटी। र यिनै थियो साथीहरू आजको यो गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्रीहरू, जसलाई प्रस्तुत गर्नुभएको थियो, लेख्नुभएको थियो टङ्क केसी सरले। र आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? पक्कै पनि ज्ञानवर्धक लाग्यो होला र आफ्ना साथीहरूलाई पनि यो भिडियो सेयर गर्नुहोला र हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। यस्तै भिडियोमा यस्तै खाले ज्ञानवर्धक विषयवस्तु लिएर उपस्थित हुनेछु। धन्यवाद।